नमस्कार, म डाक्टर अशोक कुमार महतो आज फेरि म मलद्वार सम्बन्धी रोगको बारेमा एउटा जानकारी लिएर आएको छु। फिस्टुला इनेनो अर्थात् भगन्दर रोगको उपचार कुन विधिले गर्ने? यो प्रश्नले अहिले प्राय सबै फिस्टुलाका बिरामीहरूलाई कन्फ्युज पारिरहेको हुन्छ। सबै बिरामीहरूलाई अलमलमा पारेको छ, किनकि विभिन्न चिकित्सा पद्धतिहरूमा फिस्टुला इनेनोको उपचारको लागि विभिन्न विधिहरू उपलब्ध छन्। अब यसबारे म आफ्नो अनुभवहरू सेयर गर्दैछु। म विगत 12 वर्षदेखि मलद्वार सम्बन्धी रोगहरूको उपचार छारसूत्र विधिले गर्दै आइरहेको छु। वास्तवमा म कहाँ फिस्टुला इनेनोका बिरामीहरू सुरुमै कमै आएका हुन्छन्। प्राय बिरामीहरू अन्य चिकित्सा पद्धतिहरूबाट उपचार लिएर अरू ठाउँहरूबाट उपचार लिएर निको नभएरै आएका हुन्छन्। उहाँहरूको उपचार गर्ने क्रममा उहाँहरूले कहाँ उपचार गराउनु भयो, पहिला कुन कुन विधिबाट उपचार गराइसक्नु भएको हो, यस्ता प्रश्नहरूको आधारमा उपचार विधिहरूको सफलताको तुलनात्मक अध्ययन पनि गरेको छु। म कहाँ आउने प्राय बिरामीहरू अन्य चिकित्सा पद्धतिहरूबाट सर्जरी गराएरै आउनुभएका हुन्छन्। इन्ट्रेस्टिङ फ्याक्ट त यो छ कि कोही 3-3, 4-4 पटक पनि सर्जरी गराएर आउनुभएका हुन्छन्। केही बिरामीहरू सर्जरी गराएको 1 हप्तापछि नै फिस्टुला रिअकरेन्स भएर पनि आउनुभएका हुन्छन् भने केही त अन्य ठाउँहरूबाट उपचार लिँदै थाकेर अन्तिम आश लिएर पनि आउनुभएका थिए। उहाँहरू सबैको उपचार छारसूत्र विधिले गरे र निको पारे। उपचार जति सफल भए पनि यो विधिले पनि फिस्टुलाको उपचार गर्दा कोहीमा दोहोरिन सक्छ र फेरि दोहोर्याएर उपचार गर्नुपर्ने हुन सक्छ। तर एउटा विधिले उपचार गर्दा 100मा 1-2 जनालाई दोहोरिनु र अरू विधिले उपचार गर्दा 100मा प्रायलाई दोहोरिनु, उपचार विधिको सफलतामा आकाश पातालको फरक भएन र? छारसूत्र विधि 100% पर्फेक्ट हो, 100% आइडियल हो म भन्दिनँ, तर मेरो आफ्नो अनुभव र अरू विधिहरूसँगको सफलताको तुलनात्मक अध्ययनको आधारमा छारसूत्र चाहिँ भगन्दरको उपचारको लागि बेस्ट चाहिँ हो, यो म फुल कन्फिडेन्सका साथ भन्न सक्छु। धन्यवाद।